उहाँले किराँत राई समुदायमा रहेको मौखिक र व्यवहारिक मुन्दुमी ज्ञान सिप र प्रविधिको बारेमा कार्यपत्र प्रस्तुत गर्नु। अग्रजहरूलाई नमस्ते सेवा गर्न चाहन्छु। मेरो कार्यपत्र सुरु गर्नु अगाडि 1 मिनट जति मैले अलिकति पृष्ठभूमि राख्न पाएँ भने तपाईँहरूले सोच्नलाई सजिलो हुन्छ जस्तो लाग्यो। मैले मेरो बाजे 96 वर्षको उमेरसम्म मैले उहाँसँग सङ्गत गर्न पाएँ। मेरो आमा 70सम्म मैले सङ्गत गर्न पाएँ, अहिले हुनुहुन्न, र बुवा अहिले 84 वर्षसम्म हुनुहुन्छ। अनि गाउँको एकजना मेरो साथी बाजे हुन्छ, मैले चाहिँ उहाँलाई 101 वर्षसम्म देख्न पाएँ। अनि उहाँहरूको अनुभव र मैले विश्वविद्यालयमा 22-23 वर्ष अगाडि जब मैले विश्वविद्यालयमा उच्च शिक्षाको लागि अध्ययन गर्नलाई प्योर साइन्स भन्छ, प्राविधिक विज्ञान प्योर साइन्स पढ्ने क्रममा पाठ्य पुस्तकहरूमा जति पनि विज्ञानका शाखा प्रशाखाहरू हामीले अध्ययन गर्दै जान्थ्यौँ। अनि मेरो बाजेले बुवाले गरेको अभ्यासहरू त्योसँग मैले कोरिलेट गर्दै जाँदाखेरि ठ्याक्कै मिल्ने क्या। मानव जडीबुटीको प्रयोग या त खानपानको प्रयोग या त हामीले यो किनेमा बनाउने प्रयोग भनौँ या त जाँड बनाउने प्रयोग या त रक्सी बनाउने प्रयोग गर्थ्यो। फेरि यता आधुनिक विज्ञान जस्तै हामीले वेस्टर्न एजुकेसन भन्यौँ। यिनीहरूको सँगमा उनीहरूको चाहिँ लिपिबद्ध अघि नोटमा आए जस्तै लिपिबद्ध उनीहरूको चाहिँ लिपिबद्ध भएपछि हामीले तिनीहरूलाई ज्ञान प्रणाली भनेर स्वीकारेछौँ। अनि हाम्रो चाहिँ मौखिक परम्परा मात्रै भएकोले यो त ज्ञान होइन कि भन्ने हिसाबले हामीले त्यो मान्यताले अब अलिकति यो मुन्दुमी ज्ञान चाहिँ पछाडि परेको भन्ने जब मैले महसुस गरेँ, त्यही महसुसलाई मैले चाहिँ अहिले आएर चाहिँ वेस्टर्न एजुकेसन सिस्टममा जति पनि ज्ञानका प्रणालीहरू विज्ञानमा मैले चाहिँ प्योर साइन्ससँग कोरिलेट गरेको छु र सामाजिक विज्ञानको कुराहरू पनि मैले अलिकति यसमा सन्दर्भको रूपमा राखेको छु। किनभने के मलाई महसुस गरायो भने यदि हाम्रो ज्ञान प्रणाली 4000 वर्ष पुरानो मानव प्रागैतिहासिक कालदेखि सुरु भयो भने वेस्टर्नहरूले सुरु गरेको विज्ञानको प्रणाली चाहिँ हाम्रैमा आधारित हुनुपर्छ। अघि जयसर कुलपतिले भन्नुभयो जस्तै नमसंस्कृत आदिवासी ज्ञानकै आधारमा उनीहरू बढेको रहेछ भन्ने अलिक सन्दर्भ जोडेर म विषयवस्तुमा जान चाहेँ। मैले चाहिँ हाम्रो मुन्दुमी ज्ञानहरू जति पनि हामीले आमा बुवा या त बाजे बजूको माध्यमबाट सुनिरहेको छ, मुन्दुमी हामी राई समुदाय भएको मौखिक र व्यावहारिक मुन्दुमी ज्ञान सिप र प्रविधिहरू भनेर मैले आफ्नो टपिक राखेको छु। यसमा चाहिँ मैले धेरै तपाईँहरू यसमा अभ्यास पनि हुनुहुन्छ। मैले यसको इन्ट्रोडक्सन या त डिफिनेसन गर्न त्यति मैले बोल्न चाहेँ, तैपनि हाम्रो ओरल मौखिक ज्ञानहरू चाहिँ श्रुति जनश्रुतिकै आधारमा हामीले सुन्दै भोग्दै व्यावहारिक हाम्रो त्यसरी ल्याइने ज्ञानहरू रहेछ। अनि यहाँको मैले चाहिँ यस मुन्दुमी नलेज स्किल एन्ड टेक्नोलोजी भनेर एउटा गरेको छु। त्यस मुन्दुमी नलेजको बारेमा यहाँ हामीभन्दा अभ्यस्त अग्रजहरू पनि हुनुहुन्छ। तर मैले मुन्दुमी ज्ञानलाई चाहिँ यो हाम्रो पुर्खाहरूले आफ्नो सर्भाइभल आफ्नो जीविका चलाउनको लागि जति पनि अब व्यक्तिगत समस्या र सामूहिक समस्याको लागि स्ट्राटेजी जति पनि सर्भाइभल स्ट्राटेजीहरूबाट डेभलप गर्दै गए त्यही कुराहरू चाहिँ विज्ञान या त ज्ञानको प्रणालीको रूपमा विकास भएको भनेर मैले चाहिँ यो आफ्नो बुझाइ राखेको छु। यसलाई चाहिँ पनि ब्रोड सेन्समा डिफिनेसन गर्न सकिन्छ। अर्को चाहिँ मैले यो किन अध्ययन गर्ने भन्दा सिम्पल मेरो चाहिँ हामीसँग ज्ञान प्रणाली रहेछ, यिनीहरू अलिखित रहेछ। अब चाहिँ हाम्रो ज्ञान प्रणालीहरूलाई चाहिँ लिखित रूपमा गर्न सक्यो भने अबको 20 वर्षपछि या 10 वर्षपछि हाम्रो यो मुन्दुमले पनि एउटा मुन्दुम एजुकेसन सिस्टम नै डेभलप गर्न सकिन्छ। किन सकिँदैन? र अर्को यो ज्ञान अघि डाक्टर शान्ति देवीज्यूले पनि भन्नुभयो ज्ञान प्रणालीलाई चाहिँ हामीले हस्तान्तरण ट्रान्समिसन पनि गर्नुपर्छ। अनि अर्को कुरा चाहिँ जति पनि हामीले गरेको अभ्यासहरूलाई चाहिँ अवैज्ञानिक भनेर उनीहरूले वेस्टर्नले दाबी गर्छ नि, ती दाबीहरूलाई चाहिँ हामीले चाहिँ साइन्टिफिक भ्यालिडेसन गर्नुपर्छ। किन होइन त यो हो भन्ने किसिमको हामीले प्रमाणित गर्न पनि सकिने रहेछ। अनि मैले यो मेट्रोलोजीको त्यति म जान चाहिनँ। अनि मैले अघि भने तपाईँले यो मुन्दुममा चाहिँ प्योर साइन्समा जति मैले मेरो अनुभव र तपाईँलाई पनि यो लाग्छ होला, जति पनि विज्ञानको ब्याकग्राउन्डमा आउनुहुन्छ विद्वतहरू हुनुहुन्छ भने तपाईँले यो ख्याल गर्नुहोस्। हामीले एग्रिकल्चर हामी अब अघिल्लै किराँतीहरूले एग्रिकल्चरको त हामी सुरु गर्नुपर्छ नै भन्छौँ। मैले मुन्दुममा या त मेरो बाजेले बुवाले साथीले गरेको अभ्यासमा चाहिँ कृषि प्रणाली पनि पाएँ, यो बायोटेक्नोलोजी भन्छ जैविक प्रविधि पनि पाएँ, बायोलोजी त छँदैछ, अनि यो एनिमल साइन्स पनि पाइयो,
यो म चाहिँ माइक्रोबायोलोजी विषय माइक्रोबायोलोजीको विद्यार्थीको हिसाबले मैले चाहिँ आफ्नो मुन्दुम अभ्यासमा त जीव विज्ञान पनि पाएँ, सूक्ष्म जीव विज्ञान पनि पाइन्छ। त्यसै गरी मैले अहिले धेरै काम गर्दै गएको छु यो मुन्दुम सिस्टम मेडिसिन विकास गर्नुपर्छ भनेर, वनस्पतिहरूको प्रयोगबाट चाहिँ हामीले एउटा औषधि प्रणाली विकास गर्नुपर्छ भनेर म व्यक्तिगत रूपमा त साथीहरूलाई पनि मैले कोअपरेट गरेर गर्नुपर्छ भनेर र यसकै वनस्पतिकै आधारित प्रकृतिमा आधारित व्यवसाय गरेर पनि मैले अहिले जीविका चलाइरहेको छु। यो चाहिँ खुसीको कुरा भनौँ होइन। अनि अर्को चाहिँ इकोलोजी पनि मैले पाएँ, इकोनोमिक्स पनि रहेछ मुन्दुममा, यो म्युजिक त छँदैछ, साइन्स एन्ड टेक्नोलोजी, यी कुराहरूमा चाहिँ अझै आर्किटेक्ट हाम्रो मुन्दुमी आर्किटेक्टहरू पनि रहेछन्। तर आर्किटेक्टमा मेरो त्यति अगाडिको छैन, मैले चाहिँ यो विषय उठाउनको लागि मात्रै गर्न चाहेको। अनि यो यसमा चाहिँ यो मुन्दुमी एग्रिकल्चर एग्रोनोमीमा चाहिँ मैले हामी यो वाङ्गुले राईले चाहिँ एकदम यो वार्षिक रूपमा गर्ने बेलामा चाहिँ फक्सेल कागुनो खाने चलन रहेछ। या त त्यसको पहिले नै खेती गरिन्थेछ। अलिअलि हाम्रो यता वेस्टर्न एजुकेसनले के भन्छ भने ड्राउट रेसिस्टेन्ट क्रप्सहरूको विकास गर्नुपर्छ भनेर 19औं दशकतिर जुनले प्र्याक्टिस गरे। तर यो त हाम्रो त 3000 वर्ष अगाडिदेखि हामी त यो प्रकृति मैत्री भएर यिनीहरूको खेतीपाती गरिरहेको छौँ क्या। यसमा त विशाल मैले विज्ञान देखियो। अनि अर्को कुरा मल्टिक्रपिङ सिस्टम भन्छ। हामी मकैसँग कोदो रोप्थ्यौँ, कोदोसँग भटमासहरू रोप्थ्यौँ, कोदोसँग फिलिङ्गीहरू रोप्थ्यौँ। अनि उनीहरूले चाहिँ अहिले वेस्टर्नहरूले चाहिँ अब बालीहरूलाई चाहिँ सङ्क्रमणबाट बचाउनको लागि चाहिँ त्यस्तो किसिमको अभ्यास गर्नुपर्छ भने उनीहरूले अभ्यास गर्दै गए। तर यो अभ्यास चाहिँ फेरि हामीसँग पहिल्यै थिएछ। अनि अर्को कुरा यो अहिले तपाईँ धेरै कृषिमा सुन्नु एसआरआई भन्छ, थोरै पानीमा खेती गर्ने धान खेती गर्ने प्रणाली भनेर 1978तिर माडागास्करमा चाहिँ उनीहरूले विकास गरे भनेर दाबी गर्छ। तर त्यो प्रणाली चाहिँ हामीसँग परम्परादेखि नै थियो क्या। किनभने त्यो परम्परा चाहिँ मैले पनि गएको हामी यो भल सोपा भन्थ्यौँ। जब भल आउँथ्यो त्यसमा हामी धान रोप्नको लागि बिउहरू रेडी गर्दा पनि सकेसम्म चाहिँ बुवाहरूले दाजुहरूले के भन्छ भने 20-25 दिनको उमेरमा भएको त्यो ब्याड उमेरमा भयो भने त्यति बेला त्यो धेरै गाछ आउने भन्नुहुन्थ्यो क्या। तर त्यो एसआरआईमा चाहिँ त्यही भन्छ फेरि तिमीले छिटछिटो हिलोमा रोप्नु पऱ्यो धान, त्यो चाहिँ उमेर चाहिँ 15देखि 20को एज हुनु पऱ्यो, अनि चाहिँ त्यसको चाहिँ गाडा चाहिँ बढी आउँछ भन्छ क्या। त्यो त हामीसँगै थिएछ नि त। एक किसिमले मैले यसलाई कोरिलेट गर्न खोजेको। अनि अर्को कुरा चाहिँ जिरो टिलिङ भन्छ अहिले आधुनिक विज्ञानले भनौँ। हामीले हाम्रो विज्ञान मुन्दुम विज्ञान नमान्नेहरूले चाहिँ जिरो टिलिङ खेती भन्छ, न्यून खनजोत भन्छ। त्यो अभ्यास हामीसँग परम्परादेखि नै थियो। भनेपछि त्यही ज्ञान चाहिँ उताको गएको हो कि भन्ने मेरो चाहिँ अहिलेको खोज कि। अनि अर्को चाहिँ यो मैले उसको गरेँ मल्चिङ भन्छु। अहिले तपाईँको झारपात कम आओस् भनेर मल्चिङ गर्नुपर्छ। मल्चिङ भनेर कालो प्लास्टिक के वितरण गरेर देखिन्छ क्या। यो मल्चिङ त प्राकृतिक रूपमा सेउलाबाट हामी गरिन्थ्यो। अदुवा रोप्दाखेरि धान पनि रोप्दा हामीले छोप्थ्यौँ क्या। त्यो त्यही त रहेछ नि मल्चिङ प्रविधि त। अनि हामीले चाहिँ किन यसलाई प्रमोट नगर्ने भन्ने मेरो तर्क। अनि अर्को थोपा सिँचाइ भने तपाईँले सुन्नुभयो होला होइन, धेरैले अहिले थोपा सिँचाइ गर्ने भन्छ। तर थोपा सिँचाइ प्रणाली चाहिँ त्यति बेला हाम्रो पुर्खाहरूसँग प्लास्टिकको आविष्कार भएको थिएन। तर बाँससँग हाम्रो किराँतीहरू मधुर सम्बन्ध छ। बाँसको खप्पर प्रयोग गरेर चाहिँ उहाँले चाहिँ जहाँ पानी त्यो अभ्यास मैले पनि गरेको। पछि मैले कोरिलेर प्लास्टिकको ठाउँमा बाँस आएछ। हामीले प्लास्टिकदेखि आविष्कार थिएन बाँस गर्ने। तर जहाँ थोपा झार्नु पऱ्यो त्यहाँ चाहिँ हामीले सानसानो ढुङ्गा या काठको टुक्रा टक्क राखेर तल हामी थोपा झार्थ्यौँ। यो चाहिँ हाम्रो बाजे मेरो दिक्करले गर्नुहुन्थ्यो क्या। थोपा सिँचाइको आविष्कार त हामी किराँतीहरू पुरा छ त। यसरी मैले आफ्नो अध्ययनलाई कोरिलेट गरेको छु। अनि त्यसमा अघि मैले यो बायोटेक्नोलोजी फुड र जैविक प्रविधिको कुरा गरेँ। यता हामीले आधुनिक विज्ञानमा डिस्टिलेसन भनेर उहाँले भन्नुहुन्छ। हामीले चाहिँ यो डिस्टिलेसन प्रविधि त 4000 वर्षको कुरा हो। प्रागैतिहासिक कालदेखि अभ्यास गरेको यो किराँती यो त आदिवासी समाजमा। अब मानव मर्चा बनाउने भन्छ। यता आधुनिक विज्ञानले इस्ट बनाउने भन्छ। उनीहरू चाहिँ इस्ट भन्दा हामी मर्चा बन्यौँ। तर मर्चाको विज्ञान त हामीसँग रहेछ। त्यो मर्चाको विज्ञान उताको गयो कि। अनि अल्कोहल बनाउने भनेको अल्कोहलको अहिलेसम्म रेकर्डेड चाइनामा यता मेसोपोटेमियामा रेकर्डेड 4000 वर्ष पुरानो रहेछ हामीले रक्सी बनाउने प्रविधि चाहिँ। त्यो हुँदाखेरि अहिले अझैसम्म हामीले त यो त ओरलै ठाउँमा बुवा दिदी बहिनीको माध्यमबाट सिकेर आइरहेछौँ। त्यो हुँदाखेरि योहरू भयो। अनि यो फर्मेन्टेसन टेक्नोलोजी भन्छ। हामीले किनेमा बनाएको हिजो अस्ति होइन त, हामी 300 वर्ष अगाडि चाहिँ किनेमा बनाएको होइन नि त। आधुनिक विज्ञानले चाहिँ किनेमाको उसको चाहिँ 300 वर्ष अगाडि 1800 शताब्दीदेखि किनेमा चाहिँ बन्न सुरु गर्यो भन्छ। तर हाम्रो यो चाइनिज कोरियनहरूको हाम्रो हिस्ट्रीमा चाहिँ 4000 वर्ष अगाडिदेखि हामी किनेमा बनाउँथ्यौँ।
भनेपछि त्यो फर्मेन्टेसन टेक्नोलोजी हामीले त्यति बेलै देखि थियो। अनि यो सन टेक्नोलोजीहरुमा भनौँ या सिन्कीहरु बनाउँ यो खर्चको कुरा भयो। अनि यो सन एयर ड्राई भन्छौँ हामी, बिस्कुटहरु लाउँथ्यौँ। यो बिस्कुट लाउने परम्परा विज्ञान नै हो, किनभने हामीले त्यो काँचो अन्नहरुलाई सुकाएर मोइस्चर हटाएपछि प्रिजर्भ गर्न सजिलो हुने। अनि अर्को स्मोकिङ, यो धुवा लगाएर खानपानहरुको सुधार गर्ने प्रिजर्भ गर्ने कुरा पनि हामीसँग छ। अनि यो त सबैले चिनिसक्नुभयो कि यो रेन्डरिङ गर्ने भन्दा हामी यो सुँगुरको मासु बोसोलाई चाहिँ 25 सम्म मासुले राख्नुपर्छ भने हामीले काटेपछि त्यो बोसोमा उमाल्थ्यौँ। अनि त्यो पछि सुके के अरे सेलाएपछि हामीले बट्टाहरूमा भाँडामा राख्थ्यौँ। त्यो भाँडामा राख्दाखेरि चाहिँ त्यो 25 सम्म पनि प्रिजर्भ भएर हुन्थ्यो क्या। अहिले आधुनिक विज्ञानले पनि यदि बोसो हुने चिजहरू त तपाईँले संरक्षण गर्नु पर्यो भने बोसो पगाल्नुहोस्, त्यसपछि मासु राख्नुहोस् अनि छोपेर राख्नुहोस् भन्छ क्या। यो त हामी त उहिलेदेखि गर्थ्यौँ क्या यो रेन्डरिङ गर्ने प्रोसेस। अनि म यो एनिमल हस्बेन्ड्रीको कुरा गर्न चाहन्छु। यो पनि उसमा हामीले धानसँग हाम्रो संस्कृति जोडेको छ। अनि यो धानलाई पहिलोपटक हामीले डोमेस्टिक खेती प्रणालीमा ल्याउने हामी किराँतीहरू मैले मेरो अध्ययन। अनि अर्को चाहिँ फक्सटेल मिल, अब काट्नुको कुरा गरियो त हाम्रो रिचुअलमै छ यो ड्राउट रेसिस्ट। यिनीहरूलाई पनि हामीले खेती प्रणालीमा चाहिँ पहिलोचोटि हामी एडप्ट गरिएछ। अनि अहिले जुनेरो भनौँ, कोदो र जुनेरो यो फक्स के भन्छ काबुसँग हाम्रो संस्कार पनि जोडिएको छ। अनि अहिले हामी यो कुखुरा पालन भन्छ कि पनि आधुनिक कुखुरा पालन भन्छ। यो जङ्गली कुखुराहरूलाई चाहिँ डोमेस्टिकेट गर्ने किराँतीहरू चाहिँ हो भन्छ। कुखुरा हाम्रो जीवन्त संस्कार संस्कृतिसँग जोडिएको छ कि। अनि अर्को कुरा चाहिँ यो वाइल्ड बोर्ड सुँगुरहरूलाई पनि हामीले डोमेस्टिकेसन गऱ्यौँ, किराँतीहरूले गरे भन्ने मेरो एउटा हाइपोथेसिस भनौँ न। अनि अर्को कुरा चाहिँ यो कटन कपाससँग हाम्रो कपडा बुन्ने संस्कारसँग हाम्रो पनि जोडेको छ। यो कपासलाई पनि हामीले यो फाइबर हो, यसबाट डोरी बन्छ भनेर कपडा बन्छ भनेर हाम्रै पुर्खाहरूले मुन्दुमी ज्ञानले यो अध्ययन लाग्छ। अनि मैले मुन्दुमी साइन्स एन्ड टेक्नोलोजी भनेर यो तपाईँलाई अलिकति जानकारी यो गर्न चाहन्छु। मानव अल यो आइडेन्टिटी फाइबर प्लान्ट एक्सट्र्याक्सन वेभिङ हाम्रा पुर्खाहरूले यो अल्लोसँग हाम्रो कुलुङ जातिको त मृत्यु जन्मदेखि मृत्युसँगै जोडिँदो रहेछ। अल्लो त्यो सानो कपडादेखि सानो बच्चालाई जन्मेदेखि नै त्यसले ऱ्याप गर्ने कोक्रोमा राख्ने बेलादेखि या त मृत्यु संस्कारसँग जाने। हाम्रा मुन्दुमी ज्ञानहरूले चाहिँ यो फाइबर कुन वनस्पतिमा रेसा हुन्छ भन्ने कुरा पनि उहाँले यो प्रविधि उहाँले पत्ता लगाउन हुनसक्छ। सिस्नु भनौँ, मानव सिस्नुसँग हाम्रो सम्बन्ध छ। अनि यो कपास, अनि घोर्लाबाट हाम्रो डोरीहरू फाइबर बनाउने टेक्नोलोजीहरू। अनि हात्तीबार कतिले हाम्रो कतिसम्म पनि हामी हात्तीबारबाट डोरीहरू बनाउँथ्यौँ। नाम्लोहरू तपाईँहरू अग्रजहरू हुनुहुन्छ, उहाँलाई पनि थाहा छ। त्यसलाई कसरी प्रशोधन गर्ने भन्दाखेरि हामी चाहिँ पानीमा गाडिदिन्थ्यौँ। त्यो पानीमा गाड्दाखेरि विज्ञानसम्म के हुन्छ भने हाम्रो पुर्खालाई थाहा थिएन। तर पानीमा हुँदाखेरि चाहिँ त्यसमा हुने गुलियो चिजहरू चाहिँ बढेर जाने, ब्याक्टेरियल फर्मेन्टेसन डिकम्पोज भएर सेलुलोज कडा हुने चाहिँ बाँधेर डोरी बन्ने, अरू गुलियो चिजहरू चाहिँ बगेर जाने। अनि हामीले रेसा बनाउने त्यो प्रविधि पनि हाम्रो पुर्खाले गरे भन्ने छ। अनि यो बोटानिकल डाइरेक्ट एप्लिकेसन वनस्पतिहरूबाट रङ निकालेर हाम्रो कपडाहरूलाई रङ्गी चङ्गी बनाउने प्रविधि पनि हामीसँग थिएछ भन्ने यो मेरो हो। त्यसमा चाहिँ यो ओखरबाट ब्राउन डाईहरू बनाउने, 29बाट हामी यो अहिले पनि दौरा सुरुवाललाई कोट गरेको मौवाबाट छ होइन। मेडिया सेपरेसन पनि यो चाहिँ सिम्पल हामीले यो दुईवटा वस्तुलाई सेपरेसन कसरी गर्ने भनेर अहिले हाम्रो आधुनिक विज्ञानले चाहिँ फिल्ट्रेसन गर्ने भन्छ। हामी फिल्ट्रेसन चाहिँ चाड बनाउँदाखेरि त्यो छ पनि प्रयोग गरेर फिल्टर गर्छौँ क्या दुईवटा मिडियालाई चाहिँ, सोलिड मिडिया र लिक्विड मिडियालाई छान्छौँ। त्यही पनि हामीसँग छ भन्ने मेरो यो हो। अनि यो ब्याम्बो अलिकति भन्छु, हामीले घर छाउने चोयालाई चाहिँ पानीमा भिजाएर मात्रै हामीले घर बाँध्थ्यौँ। त्यो किन भन्दाखेरि रहेछ त्यसमा गुलियो चिज पनि हुन्छ। गुलियो चिज भने किराहरूले खाने, त्यो जोडी चुरिने, त्यसलाई चाहिँ अब यो वाटर लिचिङ टेक्नोलोजी भन्छ क्या। अहिले चाहिँ बाँसलाई ट्रिटमेन्ट गर्ने वाटर लिचिङ भन्छ। त्यो वाटर लिचिङ हामीसँग जमाना देखिएन त भन्ने यो मेरो। अनि म अलिकति अवसरमा यो माइक्रोबायोलोजीको कुराहरू म सिकाउन सकिनँ मेरो लागि। मैले यो माइक्रोबायोलोजी आफ्नो मेन अध्ययनको विषय भएकोले हामीले यो सुँगुरको मासु बनाउँदाखेरि हामीले यो बेसारले चाहिँ दल्थ्यौँ। त्यो किन रहेछ भन्दाखेरि बेसारमा चाहिँ एन्टिमाइक्रोबियल गुण हुने रहेछ। अनि हामीले खुल्ला ठाउँमा सुँगुर बनाउने, त्यसबाट सङ्क्रमणबाट बचाउनको लागि यो हामीले गर्दैछौँ।
यही विज्ञान रहेछ। अनि अर्को कुरा चाहिँ हामीले ठेका भाडाहरू दही जमाउँदाखेरि पनि चाहिँ अमिलो बिग्रिन थाल्यो भने चाहिँ हामीले कुकुर दाइलो या त्यो कागतीको निपाको पातो लिएर हामीले घोलेर सफा गरिदिन्छ। त्यो के रहेछ भन्दाखेरि चाहिँ तिनीहरूको कुकुर दाइलोमा पनि एन्टी ब्याक्टेरियल गुण हुने हुँदाखेरि त्यो खराब जीवाणुलाई तिनीहरू मार्ने, जसले दही मात्रै बनाउँछ जमा तिनीहरू चाहिँ बाँच्ने रहेछ। यही कुरा चाहिँ मैले कोर्डिनेट गर्न खोजेको। अनि यसमा मैले यो इकोनोमिक्स पनि अलिकति गर्छु। मुन्दुम इकोनोमिक्स पढ्ने साथीहरू अग्रसर हुनुहुन्छ भने यो साँच्चै पनि राम्रो छ। यो चाहिँ सामूहिक अर्थ सङ्कलन प्रणाली, त्यसलाई पनि हजुरले कोर्डिनेट गर्न सक्नु भने यसमा पनि विज्ञान मैले देखेको छु। अनि लास्टमा यो किन भने एक मिनट, यो मुन्दुमी नलेजलाई चाहिँ हामीले सिस्टमेटिक नलेजको प्रणालीमा हामीले लानु पर्यो। अनि डकुमेन्टेसनमा हामीले ध्यान दिनु पर्यो। अनि मैले डिजिटलाइजेसन नलेज डाटाबेस बनाउने एउटा मेरो रिकमेन्डेसन। अनि यो ज्ञान प्रणालीलाई चाहिँ हामीले उद्यम र व्यवसायमा जोड्न सकेनौँ भने यो टिक्दैन भनेर इन्टरप्राइज टेक्नोलोजी कमर्सियलाइजेसन हाम्रो जसरी अहिले किनीमा अलिकति कमर्सियलाइजेसन भइरहेछ, त्यसै अरू प्रणालीहरूलाई पनि जाँडको तिनीहरूलाई पनि कमर्सियलाइज गर्न सक्यो भने यो मुन्दुमी ज्ञान शास्त्र र करिकुलमहरूमा पनि स्कुल कलेजमा इन्कर्पोरेट गर्न सक्यौँ भने यो ज्ञान प्रणालीले जस्तै वेस्टर्न एजुकेसन सिस्टम छ, मुन्दुमी एजुकेसन सिस्टम डेभलप गर्न सकिन्छ भने यसमा एक्लैले हुँदैन। यो उजागर गरेको हजुरको साथ सहयोग लिँदै मेरो प्रस्तुति टुङ्ग्याउन धन्यवाद। ज्ञान पनि छ, सबै कुरा छ, त्यही सिकेर अहिले पश्चिमाहरूले गरे अरूले गरे हामीले चाहिँ यसलाई अलिकति उजागर गर्न सक्यौँ न। हाम्रो जीविका चलाउन हाम्रा पुर्खाहरूले नै जीविकाका लागि विभिन्न जीविका आविष्कारहरू गरेर पहिचान दान गर्नका लागि हाम्रो आध्यात्मिक र भौतिक आवश्यकता पुरा गर्न त्यही अनुसार उनीहरूले इन्भेन्सन गरेका छन्। सच्चा वैज्ञानिक त उनीहरू नै थिए र सरले सबैलाई जोडेर मुन्दुमी एजुकेसनसँग जोडेर राम्रो प्रस्तुति गर्नुभयो। यसको लागि सरलाई धेरै धेरै धन्यवाद। फेरि अर्को